त्यो राम्रो पुऱ्याउने बस्यो बनाउँदै जाँदाखेरि भरियो यो दुध यस्तो राम्रो पुऱ्याउने बन्यो कि यस्तो राम्रो छोपेर घिउ एक साइडमा दुध अर्को साइडमा कति राम्रो बन्यो आज अझै यसलाई बनाउनै पर्छ खराउनै पर्छ फेरि खराइसकेर अन्तिम रिजल्ट कस्तो आउँछ कति राम्रो चाहिँ पुऱ्याउने बन्यो भने नि हेर्नुपर्छ यस्तो राम्रो पुऱ्याउने खाउँ भयो यार मलाई अहिले मुखभरि पानी आइरहेछ मेरो यस्तो राम्रो पुऱ्याउने हेर्नुहोस् न यस्तो राम्रो पुऱ्याउने बनाउन सफल भएँ म कति टन्नै निस्केछ त लास्टै थकाइ लागिरहेछ अहिले मलाई म यो पुऱ्याउने घोट्न बसेको ठ्याक्कै मैले यसलाई 3 दिन लगाएर घोटेको होइन किनभने म काम जानु पर्यो हस्पिटल घर काम बुढाको केयर आफ्नो केयर सबै कुरा गर्दा गर्दै पनि समय निकालेर मैले पुऱ्याउने यत्रो बनाउन सफल भएँ 3 दिन लगाएर अब खाएर त हेर्नु पर्यो होइन जुठो किन हालिस् नभन्नु ल हजुरहरूले थोरैमा खाएर देखाउँछु Oh God. क्या मिठो छ नि यस्तै मिठो